साथीहरु सबै पहिला त साथीहरु त हेर्नु होला है सबैजना पहिला मलाई छोड्दिनु भयो तपाईँ मसँग बेमानी गर्नु भयो नि जो आयो त्यसको पहिला काम लाग्छ म काम लाग्छु ए काम लाग्छ तिमी के भाडामा काटिन्छ उसको घर हैन साथी त्यो त हेर्नु मलाई चिसो लागिरा छ अब हाय हाय गाइस हाय हाय आई एम फ्रम जनकपुर हामी आएको कहाँ नि पोखरा अनि पोखरा फेवाताल काल बोलाई मन्दिरमा पूजा अर्चना गरे पौडी खेले पौडी चाहिँ हैन के भन्छ त्यसलाई पौडी खेल्नु भन्दा ठिक हुन्छ नि पौडी हैन नि स्काई ढुङ्गा खेल्ने बोर्डिङ गरेको बोर्डिङ गरेको सिंगल बोर्डिङ गरेको सिंगल बोर्डिङ गरेको हामीहरु है स्केटिङ बोर्डिङ गरेको हामीहरु पुरै कपाल भिजाइहालेछ हो सबैको होइन सबैको लुगा भिजिसकेको छ अब जाडो लागिरहेछ है धरतिर चिसो लागिरहेछ है एगो हमरा म्याउ दोस्त सबको भिडियो म्याउ हाय बा नाइस डे हेलो हामी फर्किने है रातसम्म हामी फर्किने ओए हेरम यहाँ हेर्नु माछा पोखरी कति राम्रो दामी रहेछ माछा पोखरी है हेलो साथीहरु क्लास 10 कलेजका साथीहरु हेर्नुस् है साथीहरु तिमी पछाडी जाऊ कुन हो प्रवेशद्वार कुन हो त्यो प्रवेशद्वार प्रवेशद्वार यही हो नि
बाबा रे बाबा हे भगवान कहाँ हामी म आइपुगेको छु यहाँ हे प्रभु हरे शिव हे प्रभु कहाँ आइपुगेको छु म बाबा हर हर महादेव हर हर महादेव हर हर महादेव हर हर के छ हर हर महादेव बाबा हाम्रो नेपालमा दाजु हाम्रो नेपालमा यस्तो गुफा रहेछ है वाह हेर्नु पर्यो है यस्तो गुफा हेर्नको लागि मान्छेले कहाँ कहाँ पुग्छ है युरोप कन्ट्रीसम्म पुगिहाल्छ गुफा हेर्नको लागि क्याबहरू हेर्नको लागि होइन हाम्रै नेपाल पोखरामा यस्तो उपलब्ध छ बाबा रे बाबा कति तल्लै जानुपर्छ है त्यो फोटो खिच्न मनाइ छ है अब क्यामेरा बन्द गरिदिनु पर्यो पानी के अंदर सबसे वाइट पानी लग गया दूध जैसा पानी लग गया जगदीश पानी यहाँ के नहीं बुझा पूरा दूध जैसा हाँ तो दूध के कलर ये तब पूरा वीडियो मेरी मन में बस श्री राम ओम नमः शिवाय 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 ओम नमः कतो छाता लगा बोया था देखो ना क्यों